यहाँ पनि छ त सरप्राइज त ऊ यो अर्कै यताबाट हेर्दा अर्कै यताबाट ल हेर्नु है यताबाट हेर्दा दुईटा छ होइन चाहियो भने नि यत्रो वर्ष ल पर्यो होइन अनि मैले उहाँलाई चाहिँ कहिले पनि आई लभ यु यताउति यस्तो गिफ्ट त मैले दिँदा नि दिएको छुइनँ मलाई आउँदैन पनि थियो कि कुर्छ भनेको त्यस्तो दरैकुन्डा होइन कि कहिलेकाहीँ मैले ठप्प त दिइहालिन्छन् होइन अनि त्यही हो हामी चाहिँ भ्यालेन्टाइन डेको गिफ्ट किनेर आउँदैछौँ अहिले जडीबुटीमा छौँ गिफ्टहरू किनेको भिडियो बनाउनु चाहिँ पाइएन कि किनभने हतार हतारमा गएको अनि ढिला नि भएर चाहिँ मान्छे प्याक प्याक थियो क्या त्यही भएर बनाउनु पाइएन गिफ्टहरू चाहिँ म तपाईँहरूलाई भएर देखाइदिन्छु ल के छ भनेर मेरो भाइ र म चाहिँ मेरो बुढोलाई सरप्राइज गिफ्ट दिउँ भनेर किन्नु गएको भाइ ड्राइभर म चाहिँ अहिले केक पसलमा छु यहाँ सन सिटी साइडमा केक पसलमा केक अलिक चाँडै अर्डर दिनुपर्ने रहेछ कस्तो ढिलो गरेँ क्या मैले दिमागमा आएन दिनभरि अफिस के दिमाग तनाव पनि थिएँ अनि केक अर्डर गर्नुपर्ने थियो ढिलो भइरहेछ हामी चाहिँ केकमा कुरिरहेछौँ फाइनली केक बन्यो है केक लिन पाइरहेको छौँ फोटो खिच्दिनँ म भरे घरमै खिच्छु म चाहिँ यस्तो नि बनाउँदैछु क्या यस्तो सरप्राइज दिउँ न भनेर कस्तो हुन्छ ल बेलुन बोलाउँदैछु होइन यस्तो टाइम लागिरहेछ कि गाह्रो भएको लाग्छ ढिलो भइसक्यो अनि चाहिँ बेलुन हो होइन बेलुन बोलाउने त गाह्रो भइरहेछ ढिला भइसक्यो म चाहिँ फाइनली रेडी भइसकेँ होइन अनि त्यो कस्तो चिनेर फाइनल रेडी भइसक्यो मैले चाहिँ यस्तो बनाएको छु ल मैले खासै राम्रो त भएको छैन डेकोरेसनहरू भ्यालेन्टाइन केक हो है अनि यस्तो यस्तो बनाएको छु अब के हुन्छ हेरौँ खासै एक्साइटेड मान्ने त होइन होला त्यही पनि अब मेरो सोच क्या कैसा प्यार तू जताए कैसे कैसे पास में मैंने दिल की चोरियां यो हामी त हेरेको हेरे उहाँ पनि छ हौ
अहिले मैले तेर्छु हो क्या मैले रक्सी छ के अन्त खोल्नु खोल्ने चाहिँ पारा आउँदैन होइन तर यता ल्याउनु। ए पानीवाला रक्सी भनेको होइन रहेछ रक्सी चाहिँ होइन रहेछ है त्यो चाहिँ बल्नेवाला छ क्या ए यस्तो रहेछ त्यही त यो पानी हल्लिएर कि मलाई रक्सी जस्तो लागेको यो चाहिँ बल्छ रहेछ बल यो चार्ज हुने भनेपछि यो बल्छ कन्फर्म पनि थ्याङ्क यू गिफ्टै गिफ्ट थ्याङ्क यू बुढी थ्याङ्क यू बुढी ऊ हेर्नुहोस् त कस्तो मजाले बल्छ है यताबाट हेर्दा अर्कै यताबाट हेर्दा अर्कै यताबाट ल हेर्नु है यताबाट हेर्दा दुईवटा छ होइन यताबाट हेर्दा अर्कै छ फेरि ती यताबाट हेर्दा अर्कै छ फेरि बाइकवाला छ नि साइकलवाला यताबाट हेर्दाखेरि अर्कै छ के हो छुट्टै छुट्टै खालको यो पानी हल्लिएकोले मलाई ऊ के रक्सी जस्तो लाग्यो क्या भन्नु नि त कस्तो भयो तपाईँले सरप्राइज भात खानु मन लागेर खुट्टा धुनु मन लाग्यो अनि खुट्टा धुँदा चप्पल खोजेको चप्पल भेटिनँ कि अनि चप्पल लिन आएको ठिक्कै यहाँ बेला नाना बोलाउनै पर्ने आफै आइदियो भने नाना मलाई त रमाइलो लाग्छ मैले अहिलेसम्म जिन्दगीमा न आई लभ यु भनेको छु न मैले केही सरप्राइज दिएको छु उहाँले मात्रै दिइराख्नु भएको छ नि त अनि के सोचेँ भने मलाई आज रिस पनि उठिरहेको थियो हिजो झगडा भइरहेको थियो हाम्रो चाहिँ अनि त्यसपछिबाट कतै गइदिउँ कि जस्तो लागेको थियो फेरि आउँछु भनेपछि मैले चाहिँ ल केही प्लान गरौँ न त केही सरप्राइज दिउँ न त कति उहाँको मात्रै सरप्राइज लिने भनेर मैले चाहिँ यो प्लान बनाएको अनि धन्यवाद चाहिँ मेरो भाइलाई पनि दिन चाहन्छु किनभने उसले हेल्प गरेर मात्रै मैले यो गर्न सफल भएँ उसले नगरिदिएको भए म यो कुराहरूमा गर्न सक्दिनँ थिएँ गिफ्टहरू लिनलाई हरेक डेकोरेसन यताउति डेकोरेसन धेरै थिएन तर अलिअलि गर्नको लागि पनि भाइले सहयोग गरेको थियो अनि मेरो भाइ लक्ष्मण राईलाई पनि धन्यवाद दिन चाहे म अल्छी हुनुको फाइदा लुटेको छ मान्छेले तपाईँलाई अरू के कस्तो लाग्यो भन्नु त कस्तो लागिरहेको मलाई मेरो फर्स्ट सरप्राइज के भइरहेछ त गजब मिठो फाइदा ल अब केक काट्दिउँ ल यता समाएर यो यस्तो त जान्दैन थियो एकचोटि समाउनु त दाइले पनि अब भिडियोमा पनि दाइ हेरिँदैन यस्तो चाहिँ गर्न जान्दैन थियो उसले तर कसरी जाने भन्ने उसले उहाँले जान्नुहुन्न थियो तर कसरी सिक्नु हो कहाँदेखि जान्नु हो रिस उठिरहेको थियो नि त भाइले के काट्छ यसले यो त ऊ छ के राख्नु बाँकी रहेछ उमा खुवाउनु न हातै धुएन यस्तो छ यो तपाईँले हातबाट खुवाउनु अनि नानाले अनि नानाकै हातबाट खानु खुवाउनु न ल हातै धुएको छैन हातले फोर त हौ के हुँदैन कसरी हुँदैन हौ हात धुनु पर्ने थियो अघि नै यहाँले हेर्दै गर्दा म पनि भयो एकपट्टिको आँखा पनि सानो देखिरहेको मेरो त आउँदा किरा पसेर त्यस्तै रह्यो अब मैले अन्त्य गर्नु पर्यो त होला नि यो कति बेलादेखि सुरु भयो धेरै धेरै धन्यवाद छ लाग्यो हाम्रो यो यस्तो यस्तो कार्यक्रममा सहभागी सबै सदस्यहरूलाई बुढीलाई धेरै धेरै धन्यवाद छ हाम्रो बिहेको फर्स्ट भ्यालेन्टाइनले ल पर्दा नि यसरी कहिले मनाएको थिएन हामी ल पर्दा त झापट खाँदै बस्थ्यो झाप पर्दा होइन भेटेकै त हुँदैन त्यस्तो रहेछ अनि त्यही हो अब यस्तो त जान्नु हुँदो रहेछ उहाँले पनि नगर्नु भएको मात्रै रहेछ ढाँट्नु भएको छ मलाई आउँदैन त म गर्दिनँ त भन्नुहुन्थ्यो तर गर्नुभएछ खोइ किन कसरी हो अब सबै कुरा कहाँ आफ्नो गर्छु भनेर कोही हुँदैन आउँदैन थाहा छैन भन्ने हो कहिले काहीँ यस्तै हुन्छ तर पनि धन्यवाद छ यस्तो गीतहरू पनि आएको छ यो चाहिँ राम्रो छ यसरी घुम्दाखेरि राम्रो देखिन्छ गिफ्टहरू पनि किन्नु जान्नु भएछ यो भनेको एकदम खुसीको कुरा हो
अब आउँदो दिनहरू झन् राम्रो राम्रो गिफ्ट पाइन्छ यसपालि यतिमा पाइयो अर्कोचोटि अर्कै योभन्दा खतरा हुन्छ एक्सट्रिम हुन्छ होला भन्ने मलाई लागेको छ यस यतिको कला ज्ञानसिप होइन जाऊँ न मुनि खाउँ अनि कला ज्ञानसिप यतिको चाहिँ त्यो तलबाट हिँड्नु न अब यतिको कला ज्ञानसिप जान्नुको लागि चाहिँ राम्रै नै मान्नुपर्छ यतिको चाहिँ र पनि धेरै मेहनत गर्नुभएको छ अनि म त हुन्छ त्यो रुममा राखेर ह्याप्पी भ्यालेन्टाइन डे Happy टु यु Valentine. अल ब्युटिफुल कपल क्युट कपल है सबैजनालाई प्रणय दिवसको शुभकामना मलाई पनि प्रेम शुभकामना दिवसको बुढीलाई पनि शुभकामना प्रेम दिवसको सिकाउँदैछ मेरो भाइले अलिक बोल्न आउँदैन कि दादालाई फेरि पनि धन्यवाद छ बुढीलाई अब यति भन्दै मैले अन्त्य गरिदिन्छु अब धन्यवाद तपाईँ पनि बाई छ बाई यहाँ। खोइ कहाँ बाई 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 बाई